अहिलेका जेनजी लिडर भनेर चिनिएका सुदन गुरुङको केही न केही सम्बन्ध चाहिँ तिब्बतीयन धर्मगुरुहरूसँग छ। दलाइ लामा लगायतका तिब्बतीयन नेताहरूले अहिले अन्तरिम सरकार गठन भइसके पछाडि प्रधानमन्त्रीलाई एकाएक किन शुभकामना दिइराखेका छन्? योभन्दा अगाडिका सरकारहरू गठन हुँदाखेरि हामीले कहिल्यै पनि सुनेका थिएनौँ। सुदन गुरुङको हामी नेपाल भन्ने अर्गनाइजेसनलाई चाहिँ स्टुडेन्ट फ्री फर तिब्बत भन्ने एउटा संस्थाले फन्डिङ गरेको भन्ने विभिन्न न्युजहरूमा पनि देख्यौँ हामीले। त्यो हामीले स्टडी पनि गर्न सकिन्छ। र नेपालको इतिहासमा हेर्ने हो भने पनि तिब्बतीयन शरणार्थीहरू लगभग 20,000को सङ्ख्यामा नेपालमा छन्। अहिलेभन्दा लगभग 15-20 वर्ष अगाडि उनीहरू काठमाडौँमा फ्री तिब्बत भनेर चाइना विरुद्धको आन्दोलन गर्थे। धेरैजनाले आत्मदाह पनि गरेका भन्ने हामी न्युजहरू पढ्न पनि सक्छौँ। जस्तो चीनका कुनै पनि नेताहरू नेपाल भ्रमण आयो भने उनीहरूले चाहिँ फ्री तिब्बत भनेर आन्दोलन गर्ने, काठमाडौँमा नाराहरू लगाउने। त्यही भएर केही न केही सम्बन्ध सुदन गुरुङको तिब्बतीयनहरूसँग भएको हुन सक्छ।